नमस्ते सबैजनालाई। आज म तपाईहरुलाई नेपालीमा कसरी टाइप गर्ने भन्ने बारेमा केही कुरा भन्न गइरहेको छु। हामीलाई फेसबुकमा स्ट्याटस देखि लिएर अफिसियल युजरमा नेपाली टाइप गर्नुपर्ने हुन्छ र त्यसको लागि कसरी छिटो सजिलो रूपमा नेपाली टाइप गर्ने भन्ने बारेमा केही कुरा भन्न गइरहेको छु। कृपया यो भिडियो ध्यान दिएर हेर्नु होला। सर्वप्रथम तपाईले ब्राउजर ओपन गर्नुस्। मैले क्रोम युज गर्ने हुनाले म क्रोमबाट देखाउन गइरहेको छु। त्यसपछि यस विन्डोमा go2 भनेर लेख्नुस्। त्यसपछि यस फर्स्ट लिंकमा क्लिक गर्नुस्। अनि तपाईको यो विन्डो खुल्छ। यसमा ट्राई इट आउट भन्नेमा क्लिक गर्नुस्। त्यसपछि यहाँ हामीले पीसी को लागि डाउनलोड गर्नुपर्ने हुन्छ। त्यसैले डाउनलोड फर विन्डोज गर्नुस्। र यहाँ थुप्रै ल्याङ्ग्वेजहरु तपाईले देख्नु भएको होला। यसमा आफुलाई चाहिएको आवश्यक परेको ल्याङ्ग्वेज चुज गर्नुस्। मैले नेपाली चुज गरे। त्यसपछि आई एग्री टु द गुगल टर्म्स अफ सर्भिस भन्नेमा क्लिक गर्नुस् र तपाईले डाउनलोड गर्नुस्। यो डाउनलोड भइरहेको कुरा यहाँ तपाईले जानकारी पाउनुहुनेछ र डाउनलोड कता राख्ने भनेर यहाँ हामीलाई सोधिरहेको छ। मैले डेस्कटपमा चुज गरे अनि सेभ गरे। यो डाउनलोड भइरहेको छ। यहाँ तपाईले देख्न सक्नुहुन्छ र डाउनलोड भइसकेपछि हामीले यहाँ देख्न सक्छौं र यो डाउनलोड भइसक्यो। र यसलाई ओपन गर्नुस् र रन गर्नुस्। मैले यो पीसी मा अलरेडी राखिसकेको हुनाले मैले यो रन चाहिँ गरिन र तपाईहरुले चाहिँ यो रन गर्नुपर्ने हुन्छ। त्यसपछि यो कसरी युज गर्ने भन्ने बारेमा चाहिँ तपाईहरुले यहाँ देख्नुभएको होला। यूएस ल्याङ्ग्वेज इङ्ग्लिश ल्याङ्ग्वेजमा रहेको छ यो र यहाँ क्लिक गर्नुपर्ने हुन्छ तपाईले र यसमा नेपाली फन्ट भनेर चाहिँ यहाँ देख्नुभएको होला। तपाईले त्यो रन गरिसकेपछि यो आफै डिफल्ट यहाँ आएर बस्छ। तपाईले नेपालीमा लेख्न चाहनुहुन्छ भने तपाईले यहाँ क्लिक गर्नुस्। त्यसपछि डेमो देखाउन गइरहेको छु तपाईलाई। मेरो तपाईले यहाँ रोमन लेख्नुभयो भने यसले अटोमेटिक यसलाई नेपालीमा चेन्ज गर्नेछ। मेरो नाम हो भनेर म यसरी लेखेँ। यति लेखिसकेपछि तपाईलाई थाहा भयो होला अब कसरी नेपालीमा फास्ट टाइपिङ गर्ने भन्ने बारेमा। मेरो भिडियो लाइक गर्नु होला, सब्स्क्राइब गर्नु होला। धन्यवाद।